भएको छ। 2 महिनामा उहाँहरु सोच्नु जादुको छडी घुम्छ र सब भ्रष्टाचार निर्मूल हुन्छ भनेको प्रधानमन्त्रीले त 5 दिनमा चाहिँ यो देशको सबै भ्रष्टाचार चाहिँ नियन्त्रण गरिदिन्छु भन्नु भएकै हो त। तपाईको अध्यक्षज्यूले पनि यस्ता यस्ता झुटा सपनाहरु त हामीलाई देशलाई स्विजरल्यान्ड बनाउँछु भन्नुहुन्छ, मोनोरेल लिएर आउनु भन्नुहुन्छ, ल्याउनु भयो अर्कैले भनेको होला, ल्याउनु भयो त तपाईहरुको जे भयो ल्याउनु भयो त। 2 महिनामा तपाईहरु अलिकति प्र्याक्टिकल त हुनुस् भने के माफी माग्छु पनि भन्ने अनि दिएको दे पुरै कुराहरु गरे यस्तो के हो यो ताल भने 2 कुराहरु किन गर्नुहुन्छ? 2 मुखी किन हुनुहुन्छ? कि त माफी मागे हामी सुध्रिन्छौं भन्नु पर्यो। अब 2 महिनामा भ्रष्टाचार निर्मूल हुने वातावरण तपाईहरुले बनाइदिनु पर्यो नि त। 2 महिनामा कर्मचारी तन्त्र यस्तै ढाल छ, कर्मचारीहरुमा त्यस्तै दलीय गुटबन्दीहरु छन् हैन, हरेक क्षेत्रमा राजनीतिकरण छ। कसरी यो सरकारले काम गर्छ? माहौल त तपाईहरुले पनि ल हामी पनि तपाईहरुलाई सहयोग गर्छौं भनेर आउनु पर्यो नि त। न कि प्रश्नमा प्रश्न सोध्न तपाईहरुले पाउनुहुन्छ। यो देशको नागरिक भएपछि आफ्नो सरकारप्रति असन्तुष्टि राख्न तपाईले पाउनुहुन्छ, तर माहौल बनाइदिने काम तपाईहरुको पनि हो। आत्मआलोचना गरे भन्दैमा, माफी मागे भन्दैमा, शहीदप्रति श्रद्धाञ्जली छ भन्दैमा तपाईहरुले अब भ्रष्टाचारका मुद्दा तपाईहरुले बोक्नु भएका थिएन र पहिला हैन? तपाईहरुले पनि भ्रष्टाचार निर्मूल गर्छु भनेर उहाँहरु आउनु भएको थियो त। 30-40 वर्ष भइसक्यो सुशासनका मुद्दा उठाएका पार्टीले किन सुशासन स्थापित गर्न नसक्या होला हैन? ल हामीले तपाईहरुलाई यो संसदलाई अपदस्थ संसदलाई तपाईहरुले त डिस्कार्डै गर्देको हो नि, डिस्क्रेडिटै गर्देको हो नि पार्टीहरुलाई यो आन्दोलनले हैन? अब यो त्यसपछि पनि उहाँहरु यसरी मुख उठाएर आउनुहुन्छ र यसरी नसच्चेर आउनुहुन्छ भने त यो देशको निकास कसरी हामी खोज्ने के? हामी देशको भविष्य भनेर तपाईहरुले भन्नुहुन्छ, हामी देशको वर्तमान हो के? हामीलाई अहिले चाहियो के चेन्ज? अब यतिखेर हामी एक्लैले गर्न सक्छौं भन्ने कुरा पनि छैन। त्यो अन्तरिम नागरिक सरकारले मात्र गर्न सक्छ भन्ने कुरा पनि छैन। यो देशको स्टेक होल्डर, यो समाजको स्टेक होल्डर त तपाईहरु पनि त हो नि। तपाईहरु पनि त अगाडि बढ्नु पर्यो भन्ने कुरा हो। न कि प्रश्न प्रति प्रश्न मात्रै गरेर त केही पनि हुनेवाला छैन। फेरि यस्तै विध्वंस हुन्छ हैन? यो सिंहदरबार तपाईले हामीले सिंहदरबार जलाउन हामीसँग आउनुस् भने हैन, हामीले सिंहदरबार जलाएको पनि होइन। कसले जलायो भनेर आयोगले निष्पक्ष छानबिन गर्छ, हामीले गर्नु हुँदैन पनि भनेको छैन के। तर कुनै पदमा उच्च पदमा भएको व्यक्तिलाई चाहिँ आयोग पर्खिनु पर्ने अनि आन्दोलन 24 गतेको विध्वंसको लागि चाहिँ ल आजैदेखि कारबाही गर छोपी हाल भन्ने र 24 गतेको घटनाले मात्र ठुलो बनाउने प्रवृत्ति प्रति हाम्रो आशंका हो। अब मैले यो आयोगका विषयहरुमा सत्य तपाईहरुले बोलिरहेको पनि हामीले हेर्यौं, कति मिठो बोल्नु भएको थियो। यसो हेरे मेरो छोरीको उमेरको मान्छेहरु हैन, हामी के गर्दैनौं भनेर बोलिनु भएको थियो, बडा मिठो गरी के त्यो सुनु लाग्ने थियो नि त। र हामीले पनि बुझेका छौं कि त्यो सिंहदरबार जलाउने तपाईको नियत थिएन, पार्लियामेन्ट जलाउने तपाईको नियत थिएन, अनि सर्वोच्च अदालत जलाउने तपाईको नियत थिएन। बरु म व्याख्या गरिदिन्छु यसको तपाईहरुको। त्यो तपाईको नियत थिएन हामीले बुझ्यौं है। तर भएको के हो भने नि सर दिवसजी सुन्नुस्, भएको के हो भने सर्वोच्च अदालतमा न्यायाधीशहरुको नियुक्ति कसरी गरिन्थ्यो? नेकपा एमालेको एकदम हनुमान, नेपाली कांग्रेसको एकदम हनुमान है, अब तपाईको माओवादीको एकदम खुङखार वर्षौंदेखि काम गरेको क्याडरलाई अदालतको न्यायाधीश बनाएर लाने प्रचलन सुरु भयो यो पछिल्लो समयमा हो कि। जुन कुरा राजनजीसँग मैले डिफर गर्थ्यौं हामी सदनमा, म यो पटक मैले बोलेको थिएँ है। जनता म मान्छु धेरै क्वालिफाइड मान्छेहरु हुनुहुन्छ होला, उहाँहरु पार्टीमा आस्था राखे पनि। न्यायाधीशहरुको व्यक्तिगत कुरामा मेरो क्वेशन होइन, तर सेलेक्सनको प्रक्रिया डेमोक्रेसीको 5 पिलर मध्ये एउटा पिलर के हो? हाम्रो स्वतन्त्र न्यायालय होइन? अनि जुन चीज स्वतन्त्र हुनु पर्थ्यो, जसमाथि जनताको भरोसा हुनु पर्थ्यो, त्यस्तो निकायहरुमा के गरियो त भन्दाखेरि पार्टीका झोले कार्यकर्ताहरु लगेर भर्ती सेन्टरको रूपमा जिल्लादेखि माथि ल्याएर चाहिँ तपाईको के अरे चाहिँ सर्वोच्चसम्म आफ्नो कार्यकर्ता भर्ना गरियो। अब त्यो पिपल जो पब्लिक छ, जसले 10औं वर्षसम्म न्याय पाएको छैन, सर्वोच्चमा मुद्दा पेन्डिङ अवस्थामा छ, कुनै माग राखेर गएको थियो भने ऊ मरिसक्दाखेरि उसको फैसला आउने स्थितिका